सबैमा नमस्कार। म चन्द्रमणि घिमिरे र आज शुभ दीपावली भाइ टिकाको शुभ अवसरमा देश विदेशमा रहनुहुने हाम्रा सम्पूर्ण प्यारा मित्रहरू र यस तिहारको अवसरमा हाम्रो दाजु र भाइको र दिदी र बहिनीको सम्बन्धको जुन भाइ टिकाको पर्व हो, यस पर्वमा हामीहरूले आज शुभ साइत पारेर यो संयोग मिलाएर यहाँ टिका लगाउने कार्यक्रम गर्दैछौँ। र जहाँ कहीँ हुनुहुन्छ हाम्रा शुभचिन्तक नेपाली दाजुभाइ दिदीबहिनीहरू, यो शुभ बेला मुहुर्त सुरु भइसकेको छ। हजुरले पनि यो शुभ मुहुर्तमा टिका लगाएर सप्तरङ्गी टिकाको दिदीबहिनीहरूबाट लिने आशीर्वाद टिका सहित ग्रहण गर्नुहोला र कहिल्यै नअहिलिने मखमली माला र सयपत्री मालाले दिदीबहिनीहरूले दाजुभाइहरूलाई दिएको सम्मान स्वीकार गर्दै सप्तरङ्गी टिकाको विशेष महत्त्वलाई बुझेर यो सप्तरङ्गी टिकाको दिदीबहिनीबाट स्वीकार गर्ने काम गर्नुहोला भन्दै जुन हामीले यहाँ सप्तरङ्गी टिका राखेका छौँ, यो सप्तरङ्गी टिकामा 7वटा टिकाहरू रहेका छन् र यो 7वटा टिकाहरूमध्ये सबभन्दा पहिलो टिकाको उद्देश्य हुन्छ यो टिकाबाट सुख शान्ति मिलोस् भन्ने पहिला टिकाको वाचक हुन्छ। त्यसपछि दोस्राको हुन्छ शान्ति मिलोस् भन्ने हुन्छ, तेस्रोको समृद्धि मिलोस् भन्ने हुन्छ, चौथा टिकाको चाहिँ उद्देश्य स्वास्थ्यमा राम्रो प्रगति होस् भन्ने हुन्छ, पाँचौँ टिकाको दीर्घायु होस् भन्ने उद्देश्य हुन्छ, सातौँ टिकाको उद्देश्य उल्लास खुसी होस् भन्ने हुन्छ र सातौँ टिकाको प्रतीक उमङ्ग उत्साह र जागर बढेर सबैको मन मस्तिष्कमा नकारात्मक वस्तुहरूलाई मेटाउँदै सकारात्मक वस्तुहरूको उज्जवल भविष्यको कामना गर्ने सप्तरङ्गी टिकाको आशीर्वाद दिदीबहिनीहरूबाट लिने मौका जसलाई मिल्छ त्यो समय र त्यो अवसर सबैको लागि भाग्यमानी हुनेछ। र यो अवसर हाम्रो नेपालमा बसोबास गर्ने, नेपालबाट बाहिर बसोबास गर्ने हाम्रा सम्पूर्ण शुभचिन्तकहरूले यो शुभ मेलालाई विशेष ठानेर टिका ग्रहण गर्दै दिदीबहिनीहरूबाट आशीर्वाद लिने काम गर्नुहोला भन्दै हामीहरू पनि त्यही काममा जुटेका छौँ। हस्, नमस्ते सबैलाई नमस्कार।